फेमस हुँदैमा अनि भाइरल हुँदैमा धेरै भ्युज आउँदैमा उसको काम राम्रो हुने अनि भ्युज नआउने अनि धेरै कन्टेन्ट क्रिएट नगर्ने मान्छेको चाहिँ काम नराम्रो हुने भन्ने कन्सेप्ट जुन नेपालमा छ त्यो चाहिँ मलाई अलिकति खल्लो लाग्छ किनभने सबैजना क्यामेरा फ्रेन्डली हुँदैन सबैजना क्यामेराको अगाडि काम गर्न सक्ने हुँदैन र सबैजनाले चाहिँ भ्युज कमाकै हुनुपर्छ भन्ने पनि हुँदैन काम भनेको चाहिँ कसले अब कसरी रिजल्ट निकाल्छ त्यो हेरेर आफूले जज गर्नुपर्छ जस्तो लाग्छ अनि मलाई चाहिँ एकदमै सानो स्मल बिजनेसहरूलाई चाहिँ एकदम सपोर्ट गर्न मन लाग्छ अनि अन्डर रेटेड आर्टिस्टहरूलाई एकदम सपोर्ट गर्न मन लाग्छ अनि जुनै पनि कुरामा चाहिँ म त्यो कुरालाई चाहिँ प्रायोरिटीमा राख्छु त्यस्तै गरेर मैले पनि आई एम भेरी क्यामेरा साई अनि मैले खासै भिडियोजहरू बनाउँदिनँ बनाइहालेँ भने पनि मलाई पछि एडिट गरेपछि हाल्न मन लाग्दैन आफ्नो